आहारा त भइसक्यो है केटकेटी हो। कन्सिस्टेन्सी भन्ने त त्यस्तै हो। राति 1:30 बजे गेम 4:30 बजे सुट गर्दैछु र बाहिर चराचुरुङ्गी कौवा पनि बिहान बिहानै कराइसकेँ होइन। र कुरा गर्दाखेरि नेसन्स लिग केम आउट अफ भेरी ब्याङ्गर गेम नाइट होइन। आज एकदम ब्याङ्गर भइरहेको थियो गेम। मुटु घाँटीमा आएर घुटुक्क निलियो। रोनाल्डो पेनाल्टी मिस, डेनमार्कले जित्छ, रोनाल्डो आउट, पोर्चुगल आउट, मुटु दुखिसकेको थियो। ब्याङ्गर गेम नाइट थियो आज चाहिँ। अनि सेमी फाइनलिस्ट हाम्रो युएफए नेसन्स लिगको आइसके। फ्रान्सले पनि क्रोएसियासँग ढुकचुक पारी धन्न विन निकाल्यो पेनाल्टिजमा। सेभ मिसेसहरू छक्का हानी कुण्डे छक्का हानी फ्रान्सले पनि निकाल्यो। फ्रान्सले विन निकाल्यो। अनि त्यसपछि स्पेन नेदरल्यान्डको राम्रो गेम थियो। हेर्न त हेरिनँ, लास्टमा अलिकति च्यानल स्विच गरी हेरेको। पोर्चुगलमा मेनली फोकस थिएँ। स्पेनले पनि निकाल्यो। स्पेन भर्सेस फ्रान्स हुन्छ सेमी फाइनलमा। अनि जर्मनीले फुल टाइममा मजाले जित्यो। जर्मनीले मजाले जित्यो अनि पोर्चुगलले पनि मजाले जित्यो। जित्न चाहिँ जित्यो, धन्न कताडा थाहा छैन होइन। ठुल्दाइले वर्ल्ड रेकर्ड पनि बनाउन। रोनाल्डो विथ द जिनियस वर्ल्ड रेकर्ड अफ हाइएस्ट इन्टरनेसनल 132 गेम्सको विन्स होइन। अनि अब हाम्रो कुरा गर्नु पर्दाखेरि चाहिँ यो पोर्चुगलको स्क्वाडमा ब्रुनो फर्नान्डेज, भिटिनिया होइन, रोनाल्डो नामै काफी छ होइन। वी हेभ द ग्रेटेस्ट प्लेयर्स हरेक लिगमा खेल्ने, लिग 1 होस् या इङ्ग्लिस प्रिमियर लिग होइन। तर पोर्चुगलमा आएर के हुन्छ, रफाले हेर वान अफ द बेस्ट लेफ्ट विङ्गर अहिलेको टाइममा, तर छैन गेम, छैन गेमै छैन। भिटिनिया फ्रान्समा बल जस्तो दे पनि यस्तो मिठो बल कन्ट्रोल छ, गरम जस्तो बल कन्ट्रोल छ होइन। तर पोर्चुगलमा खेल्दा के हुन्छ थाहा छैन। ब्रुनो आज ब्रुनोको राम्रो गेम थियो। सोल्टीले रोनाल्डोले पेनाल्टी हान्नुभन्दा अगाडि पहिला भनेर सेलिब्रेट दिइसकेको थियो, तर रोनाल्डोले मिस गर्यो। यस्तो नराम्रो पेनाल्टी हाने, त्यस्तो पेनाल्टी जिन्दगीमा कसैले पनि हानेको थिएन यस्तो पेनाल्टी। र पोर्चुगल के खेल्छ, कसरी खेल्छ खै थाहा छैन। अस्तिको गेममा क्रसेसहरू थिएन रोनाल्डोसँग, लेफ्ट विङ राइट विङ क्रसेसहरू थिएन। आज दलो र नुनो मेन्डेसको राम्रो गेम आएको थियो। 2-3वटा राम्रो हेडिङ निकालेको थियो, क्रसेस निकालेको थियो। झन् आज गेममा क्रसेस आयो। खै रोबर्टो मार्टिनेजले के गेम खेलाउँछ कसलाई थाहा छैन। एक तरिकाले राम्रो कोच पनि हो टेक्टिकल, अर्को तरिकाले नराम्रो कोच पनि हो रोबर्टो मार्टिनेज, खै थाहा छैन। अब कुरा गर्दा गोलहरूको कुरा गर्दा चाहिँ फर्स्टमा ओन गोल हुन्छ, रोनाल्डोको इन्फ्लुएन्समा ओन गोल हुन्छ। अब रोनाल्डो हेडिङ हान्न जम्प गर्छ, डिफेन्डर चाहिँ रोनाल्डो उफ्रियो, मुटु डरायो, हाचिम्म गर्छ, टाउको फन्नाइदिन्छ, गोल जान्छ, अन गोल जान्छ। आज हगी मरी रोनाल्डोको पेनाल्टी मिस। रुबिन डियासको के भन्छ त्यो स्टिङ्कर अस्ति रियल मेडसँग जस्तो मिस गरेको थियो त्यस्तै गरेर गोल खायो। ड्रोगुको मिठो पासमा एरिक्सनले गोल हान्यो। अनि अर्को क्रिस्टेन्सन र एरिक्सनले गोल हाने। अनि पोर्चुगलबाट चाहिँ धन्न ट्रिङ्काओ, बार्सा फ्लप प्लेयर, एकपालिकाको बार्सिलोनाको प्लेयर ट्रिङ्काओले चाहिँ आएर सेभ गर्यो। ब्रेस निकै नै राम्रो गोल, 2टा ब्याङ्गरहरू एकदम राम्रो ब्याङ्गर गोलहरू निकाल्यो। अनि रोनाल्डो सब आउट हुन्छ। पछि फ्रेसलेक्स, जोटा, गोन्जालो रामोस गेम सिल गर्छन्। तर अझै पनि मनमा डर छ कतै के हुन्छ, यो पोर्चुगल टिम कति टाढा पुग्छ भनेर कोहीले पनि गेस। हामीसँग प्लेयर छ, राम्रो प्लेयर छ, तर वी आर त के हामीहरू त्यो फ्युचर प्रेडिक्टै गर्न सक्दैनौँ कि जस्तो अब कहाँसम्म पुग्छ भनेर। अब कोचको कमजोरी के को कमजोरी हामीलाई थाहा छैन होइन। अनि पोर्चुगलको लागि चाहिँ ड्रोगु एकदम थ्रेट थियो आज गेममा। अनि होइलुन्ड पनि राम्रो खेलेर सब आउट भयो। एरिक्सन र क्रिस्टेन्सनले गोल हाने। तर पोर्चुगलको फेभरमा अब ट्रिङ्काओले 2टा राम्रो गोल हान्यो। अनि ब्रेस, अनि लास्टको गोलमा पनि जोटाले ऱ्यामोसलाई पास ट्यापिङ दिँदाखेरि पनि ट्रिङ्काओकै राम्रो कट प्ले मेकिङ थियो होइन। कटमा ठ्याक्क आउटसाइड द फुट, सायद बिर्सेँ, आउटसाइड फुट के कट थियो, राम्रो पास निकालेर अब गोल भयो, जित्न चाहिँ जित्यो। तर अब नेसन्स लिग हो, यताउति होइन, प्लेयरहरू धेरै खेलिरहेछन्। अनि इन्जुरी हुने टाइम पनि इन्जुरी प्रोन पनि बढिरहेछ। तर हेरौँ कहाँ पुग्छ। अनि अर्को गेममा अब चाहिँ हामी जर्मनीसँग खेल्ने हो अर्को गेम। अनि थाहा छैन के हुन्छ, जर्मनीसँग खेल्दा के हुन्छ थाहा छैन। अब 2टा कुरा आउँछ अब पोर्चुगलको टिममा। रोनाल्डो खेल्दाखेरि फ्लप भयो, रोनाल्डो सब आउट भएपछि राम्रो खेल्यो। अब बायस्ड एज अ रोनाल्डो फ्यान, आई वान्ट हिम टु स्टार्ट होइन। तर वाट डु यु वान्ट जर्मनी, अब जर्मनीको गेममा वाट डु यु वान्ट, स्टार्ट गरोस् रोनाल्डोले या नगरोस्, त्यो कमेन्टमा लेखिदिनु होला। अनि
यहाँसम्म भिडियोमा यहाँसम्म पुगिसक्नु भएको छ भने लाइक कमेन्ट गरिदिनु होइन, सब्सक्राइब पनि गरिदिनु मन लाग्छ भने। अनि आजलाई त्यति हो। अब कन्सिस्टेन्सी कुरा चाहिँ थाहा छैन, अर्को भिडियो कहिले आउँछ थाहा छैन। आई विल ट्राई टु मेक भिडियो, सानो भए पनि मेरो चाहिँ एक्जाम चलिरहेछ, अनि सानो भने भिडियो हालिदिएपछि च्यानलमा हुन्छ भन्ने कुरा मात्र हो। दिस पोर्चुगल इज नट गिभिङ मी द्याट होप अहिलेको नेसन्स लिगमा मात्र होइन, रोनाल्डोको लागि वर्ल्ड कपको लागि पनि। यत्रो वर्षसम्म रोनाल्डोले पोर्चुगल क्यारी गर्यो। रोनाल्डो वाज क्यारिङ 10 मेन्स होइन, पोर्चुगलमा 11th म्यान रोनाल्डो 10 मेन्स क्यारी गर्यो यत्रो वर्षसम्म। नाउ दोज 10 मेन्स सुड क्यारी रोनाल्डो फर वर्ल्ड कप। मलाई चाहिँ त्यो लाग्छ। रोनाल्डो अब स्टार्ट गर्ने कि के गर्ने कमेन्ट गरिदिनु होला। घन्टी बजिसक्यो मन्दिरमा, फेरि 5 बजिसक्यो। एन्ड इट्स गुड मर्निङ फर यु गाइज एन्ड गुड नाइट फर मी होइन।